स्वागत छ आजको यो विशेष प्रस्तुतिमा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले समाजसेवा र हाम्रो हातमा भएको डिजिटल प्रविधिको सम्बन्धलाई ठ्याक्कै नयाँ तरिकाले चिनाएको छ। सिधै जाउँ धरान सत्रको एउटा शान्त तर भित्रभित्रै निकै अर्थपूर्ण यथार्थतर्फ। रुटिन अफ सेवा धरान सत्रका लागि एउटा नयाँ अध्याय। बाहिरबाट हेर्दा सामान्य लाग्ने तर भित्रभित्रै निकै गहिरो सङ्घर्ष गरिरहेको समाजमा कसरी एउटा नयाँ किरण उदाउँदैछ त आजको हाम्रो मुख्य विषय नै यही हो। यो कुनै एउटा संस्थाको मात्र कथा पक्कै होइन है, यो त दैनिक जीवनका ती वास्तविक भोगाईहरूको कथा हो जसलाई हामी अक्सर देख्दैनौँ वा भनौँ बेवास्ता गर्छौँ। ल अब यस विषयमा गहिरिएर हेरौँ। धरान सत्रभित्र लुकेका ती नदेखिएका सङ्घर्षहरू आखिर के हुन् त? स्रोत सामग्रीले साँच्चै नै निकै मार्मिक दृश्यहरूको वर्णन गरेको छ। सोच्नुस् त, यस्ता परिवारहरू छन् जसको घरमा साँझ बिहान खानेकुरा सम्भव हुँदैन। पानी पर्दा सुरक्षित महसुस गर्नुको साटो चुहिने टिनको छानोमुनि रुजेर रात बिताउन बाध्य मानिसहरू छन्। पैसाको अभावले गर्दा कलिला बालबालिकाहरू स्कुल जानबाट वञ्चित छन्। अनि सबैभन्दा दुःखलाग्दो कुरा त के भने, कतिपय वृद्धहरू आफ्नो जीवनको अन्तिम समयमा एकदमै एक्लोपन र शारीरिक पीडा सहेर बाँचिरहेका छन्। हेर्नुस्, यी कुनै काल्पनिक कुरा होइनन्, यी त हाम्रै समाजका एकदमै वास्तविक र नमिठा चित्रहरू हुन् जसलाई यो अभियानले सम्बोधन गर्न खोजिरहेको छ। साँच्चै भन्ने हो भने यो एउटा एकदमै हृदयविदारक यथार्थ हो। हाम्रै समाजको एउटा तित्तो सत्य के हो भने नि, ती चुहिने छानामुनिका आवाजहरू वा ती भोकले रोएका बालबालिकाका पुकारहरू धेरै टाढासम्म पुग्नै सक्दैनन्। स्रोत सामग्रीले जोड दिएको मुख्य कुरा के हो भने, यहाँ समस्या नभएर होइन, तर ती समस्याहरू देखेर पनि धेरैले सजिलै आँखा चिम्लिने गरेका कारणले गर्दा यी सङ्घर्षहरू झन जटिल बनेका हुन्। मानिसहरू आफ्नो दैनिक जीवनको दौडधुपमा यति धेरै व्यस्त छन् कि वरिपरिका यी रुवाईहरू त मानौ एकदमै सामान्य जस्तै बन्न पुगेका छन्। अब यसले एउटा निकै महत्त्वपूर्ण र गम्भीर प्रश्न उब्जाउँछ। एकैछिन विचार गरौँ त, किन यी आवाजहरू यसरी सुनवाईविहीन रहन्छन्? किन समाजको यति ठूलो हिस्सा यी समस्याहरूबाट बिल्कुलै अनभिज्ञ वा भनौँ उदासीन रहन्छ? के यो सञ्चारको कमी हो वा हाम्रो सहानुभूतिको? यो प्रश्नको गहिराईले नै हामीलाई आजको विश्लेषणको सबैभन्दा रोमाञ्चक बिन्दुतर्फ लैजान्छ। किनकि जब प्रश्न यति गम्भीर हुन्छ नि, त्यसको समाधान पनि उत्तिकै सशक्त हुनुपर्छ, होइन र? रुटिन अफ सेवा एउटा नयाँ सोच र युवाहरूको मिसन। त्यसैले यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यो रुटिन अफ सेवालाई हामीले कसरी बुझ्ने। हेर्नुहोस्, आजको जमानामा हजारौँ फेसबुक पेज वा टिकटक अकाउन्टहरू बन्छन्, तर यो अभियान केवल एउटा अर्को सोसल मिडिया पेज मात्र पक्कै होइन। स्रोत सामग्रीले यसलाई दुखी, असहाय र सीमान्तकृत मानिसहरूको एउटा समर्पित आवाजको रूपमा परिभाषित गरेको छ। ती मानिसहरू जसको आवाज कसैले सुन्दैनथ्यो नि, हो उनीहरूको लागि यो अभियान अहिले एउटा निकै बलियो मञ्च बन्न पुगेको छ। अब यहाँनिर एउटा रोचक तुलना छ। एकातिर हामीसँग परम्परागत दृष्टिकोण छ, जहाँ फेसबुक, युट्युब वा टिकटकलाई हामी केवल मनोरञ्जन, भाइरल भिडियो वा सामान्य जानकारी आदान प्रदान गर्ने माध्यमको रूपमा मात्र लिन्छौँ, होइन त? तर अर्कोतर्फ यो रुटिन अफ सेवाको दृष्टिकोण बिल्कुलै फरक छ। उनीहरूले यी डिजिटल प्लेटफर्महरूलाई एउटा सक्रिय आन्दोलनकै रूपमा प्रयोग गरिरहेका छन्। मनोरञ्जनको साटो उनीहरूको सम्पूर्ण ध्यान पीडामा परेका मानिसहरूलाई कसरी मद्दत गर्न सकिन्छ भन्नेमा मात्रै केन्द्रित छ। साँच्चै भन्नुपर्दा यो प्रविधिको एकदमै सृजनात्मक र मानवीय प्रयोग हो। हेर्नुहोस्, कुनै पनि अभियान आफ्ना मुख्य मान्यताहरूमा अडेको हुन्छ। यी युवाहरूलाई काम गर्न प्रेरित गर्ने मान्यताहरू सुन्दा निकै सरल लाग्छन्, तर ती एकदमै शक्तिशाली छन्। जस्तै, यदि कसैको घरको टिनबाट पानी चुहिरहेको छ भने त्यो हेरेर बस्ने होइन, त्यो छानो फेरिनुपर्छ। यदि कुनै बच्चा पैसाको अभावले स्कुल जान सकेको छैन भने उसले जसरी पनि पढ्न पाउनै पर्छ। अनि एक्लोपनमा बाँचिरहेका वृद्धहरूले समाजको न्यानो साथ पाउनुपर्छ। यिनै विशुद्ध भावनाहरूले नै उनीहरूको दैनिक कामलाई निर्देशित गरिरहेको छ। एउटा डिजिटल मानवीय समाधान जहाँ सन्देशहरू कार्यमा परिणत हुन्छन्। हाम्रो स्रोत सामग्रीमा भएको सबैभन्दा शक्तिशाली कुरामध्ये एउटा यहाँनिर छ। एउटा सामान्य र असहाय व्यक्तिको आवाज ठूला नेता वा पहुँचवाला मानिसहरूसम्म सायद कहिल्यै नपुग्न सक्छ, तर आजको प्रविधिले हामीलाई एउटा अचम्मको शक्ति दिएको छ। एउटा सानो डिजिटल सन्देश सही स्वयंसेवकहरूसम्म तुरुन्तै पुग्न सक्छ नि त। यसले समाजसेवामा रहेको त्यो पुरानो झन्झटिलो प्रशासनिक अवरोधलाई तोडेर सिधै मद्दत चाहिने व्यक्ति र मद्दत गर्न चाहने व्यक्तिलाई जोड्ने एउटा गजबको पुलको काम गरेको छ। अब अगाडि बढौँ र हेरौँ कसरी यसले थप आकार लिन्छ। यो प्रक्रिया वास्तवमा कसरी चल्छ त?
यो सम्पूर्ण डिजिटल सहायता प्रक्रिया मुख्यतया 3वटा एकदमै सरल चरणमा अघि बढ्छ। पहिलो, स्थानीय मानिसहरूले आफ्नो वरिपरि गरिबी, असहाय अवस्था वा कुनै अन्याय भएको देख्छन्। दोस्रो चरणमा उनीहरूले त्यसको फोटो, भिडियो वा जानकारीलाई डाइरेक्ट मेसेज मार्फत पठाइदिन्छन्। अनि अन्तिम चरणमा ती जानकारी प्राप्त हुनासाथ स्वयंसेवकहरू तुरन्तै परिचालित हुन्छन् र ती पीडितहरूको साथमा उभिएर वास्तविक परिवर्तन ल्याउने काम गर्छन्। यो त पूर्ण रूपमा समुदायमै आधारित एउटा प्रत्यक्ष निगरानी र सहायता प्रणाली पो हो त। र यसले उत्कृष्ट रूपमा प्रश्न पार्छ कि यो समूहको प्रतिबद्धता कति गहिरो छ। उनीहरूका वाचाहरू निकै गम्भीर छन् नि। उनीहरूले सकेसम्म प्रत्येक खाँचोमा परेकाहरूको साथमा उभिने, अधिकतम सहयोग प्रदान गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा त देखिने र महसुस गर्न सकिने खालको वास्तविक परिवर्तन ल्याउने वाचा गरेका छन्। डिजिटल दुनियाँमा मात्र सीमित नभएर यही भौतिक संसारमै प्रत्यक्ष प्रभाव छोड्ने उनीहरूको यो दृढ सङ्कल्प स्रोत सामग्रीमा एकदमै स्पष्ट रूपमा झल्किन्छ। एउटा नयाँ अध्यायको सुरुवात, धरानमा डिजिटल समाजसेवा। धरानकै सन्दर्भमा कुरा गर्ने हो भने डिजिटल माध्यमलाई प्रमुख हतियार बनाएर तल्लो तहसम्म यसरी समाजसेवा गर्ने यो सम्भवतः पहिलो र पूर्ण रूपमा नयाँ शैलीको अभियान हो। युवाहरूको ऊर्जा र हाम्रो प्रविधिको पहुँचलाई एकै ठाउँमा मिलाएर समाजको सबैभन्दा पीडमा रहेका मानिसहरूको उत्थानमा लाग्ने यो मोडल साँच्चै नै आफैमा एउटा ठूलो उदाहरण बनेको छ। यसले पक्कै पनि अन्य क्षेत्रका युवाहरूलाई समेत समाजको लागि केही गर्नुपर्छ भनेर प्रेरित गरिरहेको छ। तपाईँ आफै सोच्नुहोस् त, जब कुनै अभियानले मानिसहरूको जीवनमा प्रत्यक्ष र सकारात्मक प्रभाव पार्छ नि, त्यो केवल एउटा नाममा मात्र सीमित रहँदैन। रुटिन अफ सेवा अब धरान सत्रका लागि एउटा नाम मात्र पक्कै रहेन। यो त ती निराश आँखाका लागि एउटा आशा बनेको छ, विपन्नहरूको लागि एउटा ठूलो भरोसा बनेको छ। समग्रमा भन्नुपर्दा यो मानवताकै एउटा सुन्दर र जीवन्त रूप बनेर अगाडि आएको छ। उनीहरूको आधिकारिक नारा वा मन्त्र नै छ, रुटिन अफ सेवा, साथमा सेवा सँगै मानवता। यो केवल एउटा आकर्षक वाक्य मात्र होइन है, यो त एउटा खुल्ला निमन्त्रणा हो। यसले सम्पूर्ण समुदायलाई एकताबद्ध भएर मानवताको यो यात्रामा सँगै हिँड्न आह्वान गरिरहेको छ। हाम्रो सानो सहयोगले पनि कसैको जीवनमा कति ठूलो अर्थ राख्न सक्छ भन्ने कुरा यो अभियानले प्रमाणित गरेर देखाइदिएको छ। आजको यो विस्तृत प्रस्तुतिको अन्त्यमा एउटा अत्यन्तै मननयोग्य प्रश्न उठ्छ, कसरी डिजिटल प्लेटफर्महरूले स्थानीय र तल्लो तहको परोपकारको भविष्यलाई स्थायी रूपमै नयाँ आकार दिनेछन् त? धरान सत्रमा सुरु भएको यो रुटिन अफ सेवा एउटा सानो झिल्को मात्र हुन सक्छ, जसले भोलिका दिनमा समाजसेवाको सम्पूर्ण मोडललाई नै परिवर्तन गरिदिन सक्छ। प्रविधिलाई हामीले केवल मनोरञ्जनको लागि होइन, मानवताको सेवामा यसरी नै प्रयोग गर्दै जाने हो भने एकपटक कल्पना गर्नुस् त, भोलिको हाम्रो समाज कस्तो होला।